तपाईँले कहिले सोच्नुभएको छ हाम्रो शरीर ठ्याक्कै एउटा मेसिन जस्तै हो। तर यो मेसिन चल्नका लागि पेट्रोल वा बिजुली होइन, हाम्रो आन्तरिक ऊर्जा चाहिन्छ। हामी धेरैजसो समय आफ्नो ऊर्जा फजुलका कुरामा खर्च गरिरहेका हुन्छौँ। अरूका आलोचना गर्न, अनावश्यक चिन्ता लिन वा हिजोको पछुतोमा। याद राख्नुहोस्, यदि तपाईँको इन्धन नै सकियो भने जतिसुकै राम्रो मेसिन भए पनि त्यसले काम गर्दैन। यदि तपाईँ भित्रबाट आनन्दित र सन्तुष्ट हुनुहुन्छ भने संसारको जस्तो सुकै कठिन काम पनि तपाईँलाई बोझ लाग्दैन। आनन्द त्यो शक्ति हो जसले असम्भवलाई सम्भव बनाउँछ। त्यसैले एउटा नियम बनाउनुहोस्, आफ्नो बहुमूल्य ऊर्जालाई बचाउनुहोस्। यसलाई ती काममा लगाउनुहोस् जसले तपाईँको सपना र तपाईँको भविष्य निर्माण गर्छ। फजुल कुरा र नकारात्मकतालाई आजैबाट फुल स्टप लगाइदिनुहोस्। तपाईँको ऊर्जा नै तपाईँको असली पुँजी हो। यसलाई सही ठाउँमा लगानी गर्नुहोस्। किनकि जब तपाईँ भित्रबाट बलियो हुनुहुन्छ, तब मात्र यो संसार जित्न सक्नुहुन्छ। तपाईँ आज आफ्नो ऊर्जा कुन काममा लगाउँदै हुनुहुन्छ? कमेन्टमा साझा गरौँ।